सकेसम्म एसएसडब्ल्यूमा आउँदा राम्रो। म यहाँ जापान जाउँला, मोज गरौँला, मस्ती गरौँला भनेर म आएको होइन। यति त्यस्तो सोचेको भइदिए म नेपालमै बस्थेँ होला, केही गर्थेँ होला। हजुर। तर मैले चाहिँ एकदम माइन्डसेट चाहिँ राम्रै बनाएको छु। बरु 4 वर्ष म दुःख गर्छु होइन। यदि सहनै सक्दैन, डिप्रेसनमा जान्छ, बोझ धान्न सक्दैन भने चाहिँ मान्छे विदेशै नजाऊ क्या। इन्डिया जाने पनि सुसाइड गर्छ नि, गर्न त। यदि मर्न मन लाग्यो भने नेपाल फर्की। हो, नेपाल फर्क्यो। बरु ऋण नतिरे पनि जे जसो भयो भने मर्नुभन्दा बेस्ट त घर फर्किनु हो नि त होइन। फ्यामिलीले जे जसो गरेर भयो नि त्यहाँ गर्छ नि त, मिलाउँछ नि त कुरोहरू। मर्नुभन्दा बेस्ट घर फर्किनु मलाई लाग्छ। सुसाइड इज नट अ सोल्युसन। भाइको आफ्नो सन्देश, भाइको आफ्ना सपनाहरूलाई अझै पनि म भन्छु, यो सपनाहरू कुनै दिन पनि मर्न नदेऊ। यो सपना सधैँ जगाइराख, सधैँ बचाइराख। एक दिन सफल भएछौ भने कुनै दिन तिम्रो नाम, तिम्रो सङ्घर्ष जापानमा सँगै भएको बेला कुनै दिन फोनमा बोलिन्छ, दाजुभाइ भेट भएको छ, जापान भर्खर आएको छौ। जे जस्ता सपनाहरू छन् तिनीहरूलाई अगाडि बढाएर सधैँ अगाडि बढिराख। सधैँ केही पऱ्यो भने म पनि साथमा छु। म पनि त्यति ठुलो त मान्छे त होइन जे भने सहयोगी भावना चाहिँ मसँग पनि छ। केही पऱ्यो भने दाइलाई सम्झ। र आजका लागि लास्टमा अन्तिम सन्देश केही दिनु छ भने थोरै दियो भने। म चाहिँ त्यस्तो धेरै केही भन्दिनँ। मेन पहिला सुरु चाहिँ विशेष धन्यवाद चाहिँ हजुरलाई दिन्छु, किनकि हजुरले आज त्यति टाढाबाट आइदिनु भयो, हाम्रो लागि यति हेल्प गरिदिनु भयो, सबै कुराहरू बनाइदिनु भयो होइन। त्यसको लागि चाहिँ हजुरलाई विशेष धन्यवाद। र अनि अब यदि कोही जापान आउँदै हुनुहुन्छ भने मन बलियो बनाएर आउनुहोस्। बलियो भनेर पुरै उहाँ त्यो के भन्छ अरे चिक्री, त्यो सिक्रीले बाँधेर आउने चाहिँ होइन कि। हल्का जे होस् माइन्डसेट राम्रो बनाउने, 2-4 वर्ष मेहनत गर्ने, 2-4 वर्ष भोक प्यास निन्द्रा जे जस्तो भए पनि मेहनत गर्छु म। अहिले भन्दा नि फ्युचर हेर्छु भन्नुहुन्छ भने ठिक छ जापान आउनुहोस्, नत्र ब्याचलर जोइन गर्नुहोस् अथवा केही गर्नुहोस्, आफ्नो सिप सिक्नुहोस्, केही गर्नुहोस्। सकेसम्म एसएसडब्ल्यूमा आउँदा चाहिँ राम्रो होइन। सकेसम्म एसएसडब्ल्यूमा आउँदा राम्रो। अब कोही हुन्छ नि दाइ, जति पढे पनि दिमागमा घुस्दैन क्या। एसएसडब्ल्यूमा 4-5 वर्ष लाग्यो नि दिमाग घुस्दैन भने जापान आउनुहोस्, राम्रो छ, फ्युचर छ। तर यहाँ आएर चाहिँ मेहनत चाहिँ गर्नुपर्छ, हरेस खानु हुँदैन। र त्यो सुसाइड भन्ने चाहिँ दिमागबाट साइडै लाउनु पऱ्यो कि। सुसाइडलाई चाहिँ साइडै लाउनु पऱ्यो। जे जस्तो हुन्छ यहाँ सहन्छु, म गर्छु भन्ने हिसाबले आउनुहुन्छ भने आउनुहोस्। भाषा चाहिँ अलि राम्रै बनाएर आउनुहोस् है। ल, यति भन्दै आजका लागि धेरै धेरै धन्यवाद यहाँहरूलाई है त।